सो हेलो अनि नमस्ते वेलकम ब्याक टु माई च्यानल। आयो सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम सन्चै आरामै छु। हाम्रो घरमा चाहिँ भाँड भइरहेको है भित्र। अनि चाहिँ यहाँ अचार बनाएर राख्दो रहेछन् क्या काँक्राको आलु होइन, बबाल तरिकाले खानुपर्ने हुन्छ। अनि यहाँ एउटा कुकुर पनि बसिरहेको कि मेरो साथमा फुच्चे भाइ होइन, बबाल तरिकाले। अनि तपाईँले सोध्नुभयो होला किन यसले रातिमा भ्लग गरेर आज भनेर। अनि मैले हिजोको भिडियोमा भनेको थिएँ नि त, म भोलि नाइटमा मोमो बनाएर खाने भनेर। अनि मोमो बनाएर खाने भनेर त्यहाँभित्र चाहिँ मोमोको लागि मैदा मुछिराखन्। अनि त्यहाँ चाहिँ पानी तातिराख किचन कोठा त्यहाँ। अनि कुखुरो लिएर आयो। अनि कुखुरो काट्नु पर्ने हुन्छ। अनि नौ सौ पचास अनि यहाँ चाहिँ पुरा हामीले हाम्रो हजुर फ्यामिलीहरू आजै दिन चाहिँ यहाँ चाहिँ मैदा मुछिराखन्। अब चाहिँ यहाँ कुखुरो अब चाहिँ हामीले चाहिँ मोमो बनाएर खानुपर्ने हुन्छ। कुखुरो देखिसक्नुभयो होइन। अब चाहिँ कुखुरो काटेर भयल तरिकाले यहाँ यत्रो अनि यहाँ मोमो बनाउनु पर्ने हुन्छ। त्यही हो, हेर्नुहोस् है गाइस हामीले कस्तो तरिकाले बनाउँछौँ सब देखाउनेवाला छु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। फाइनली गाइस होइन कुखुरो चाहिँ बनाइयो है। कुखुरो चाहिँ बनाइयो है। अलि अब पोल्नु त पर्यो होइन। गाउँमा घरमा अब यस्तै हो, ग्यास स्यास छैन होइन। अब यस्तैमा पोल्ने होइनमा ढ्याक्क लोकल होइन। यहाँ आऊ तिमी होइन, बवाल तरिकाले पोल्नुपर्छ। यहाँ आऊ तिमी छिटो त्यहाँ बस। ल गाइस कुखुरो चाहिँ यस्तरी पोल्ले है हामीले। बवाल तरिकाले पोल्ले नि होइन। ल एकै गाइस मोमो बनाउनु पर्छ। ल गाइस बवाल तरिकाले पाकिरा। एकै ल गाइस हेर्नुहोस् त कस्तो बवाल भयो पोलेर। बवाल तरिकाले भयो पोल्यो होइन। है बवाल छ बवाल। यहाँ चाहिँ टाउको है, टाउको पोल्नु हुन्छ। ल फाइनली लास्टमा काट्यो। यो चाहिँ पकाउने, यो चाहिँ मोमोलाई अब चाहिँ ट्याक 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 काट्नु पर्ने हुन्छ। त्यही कुरो कहाँनिर मोमो भएको त्यहाँ चाहिँ तरकारी पाक्दैछ। तरकारी पाकिसकेपछि फेरि बुवाले खानुहुन्छ। मोमो खानुहुन्न नि त त्यति, त्यही भएर चाहिँ अहिले बुवालाई तरकारी पकाइदिइसकेपछि अनि हामीले चाहिँ मोमो बनाउने हो। अनि त्यसपछि गाइस होइन यहाँ चाहिँ मोमो बनाउँदैछन्। यहाँ भाँडा यस्तो तताछन्। अनि यता मासु पकाएको यता चाहिँ कस्तो पुगी। यता फेरि भेना यस्तो झगडा पऱ्यो त्यो आज दिदी। यता चाहिँ मोमो बनाउँदैछन् क्या यस्तो गाइस मोमो बनाउने डल्ला डल्ला यता बनाउँदैछन्। यता चाहिँ यहाँ सुतिरहन् यहाँ केटकेटीहरू सबै एक सुतिरहन्। मोमो खाने भन्थे सबै सुति। ए गाइस बवाल हुनेवाला छ आज रातिमा नाइट। भयो पानी तातो पानी तातो
गाइस मोमो ओए खोला यार ला ला ओए छोप 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 यहाँ छोपे त्यो स तिनटा यहाँ त खस्न लाग्छ हेर्नु यता फाइनली गाइस वाह फाइनली ओ फाइनली हेर्नु फाइनली हाँ ढक्कन फाइनली गाइस मोमो आजै आफ्नै गाउँमा लोकल आगोमा बुवाले खाना खानु बुझिन लोकल पारामा ढाक्का है आज मोमो यहाँ यो पसिया के भित्रदेखि पढ्दिएको बुढाबुढीले पढ्दिएको बुढाबुढीले मोमो आज रातभरि मोमो पाकेर खानुपर्छ लोकल गाइज लोकल चुलामा पकाएको है आगामा ग्यासमा पकाउँछ नि त बजारमा हामीले चाहिँ आज घरमै आफ्नै घरमा होइन चक्क बनाएर बुढाबुढीले होटेल राखेको हुन्छ भिडियो बनाउने कसो भइरहेको यस्तो गरे नि हुँदैन गाइज बबाल हुनेवाला छ आज बबाल नाइट मोमोज च्यालेन्ज हुनेवाला छ आज च्यालेन्ज गर्छौँ है आज चाहिँ मोमो च्यालेन्ज नाइट मोमो च्यालेन्ज अहिलेसम्म कसैले गरेको थियो सकेको थिएन नि गरेको थिएन नि हामीले गर्नेवाला छौँ त्यही हो हेर्नुहोस् गाइज बवाल हुनेवाला छ भिडियोलाई अन्तिमसम्म हेर्नुहोस् है गाइज त्यही हो लोकल मोमोज आमा कुरै नगर मोमोको त गाइज मोमो यहाँ चाहिँ अब यति बसाली राख्ने यहाँ बसाली राख्ने यहाँ चाहिँ अब यहाँ यति चाहिँ अब यहाँ हाल्न बाँकी नै छ हेरमै कस्तो भएछ लगाइज मोमो त्यस्तो पाकेन क्या अझै यो के हो घप्लाक्कै पोखेलाएर यहाँ चाहिँ पाको भनेर राख्ने कि पाके होला ल मामा पाको भन्छ हो ठुलो पानी निस्क्यो आज हाम्रो बेवाना लो पाकेन गो अझै अच्छी मैले नुन चट्नी लोभले लाभले बिलाप भनिदिए ल फाइनली मोमो पाको नि त च्याप्पो छोपेर भरेर खानाको के हो रे यता फेरि यहाँ पकाउन बाँकी नै छ यहाँ कति पानी धेरै पाको लगाइस निकाल्दैन भात खाइयो त्यही माथि मोमो खाने होला फेरि यत्रो पेट हुने होला आज चाहिँ च्यालेन्ज हुने होला कि मोमोको च्यालेन्ज अब 2 भाना हुन्छ कि अब को हुन्छ थाहा छैन एकछिनपछि थाहा हुन्छ है गाइज या फेरि खेल्न नि सक्छन् नखेल्न नि सक्छन् बहिनी र म चाहिँ खेल्छौँ दिदी दाइहरू त खेल्दैन मलाई थाहा छैन होला हामी 2 भाना चाहिँ खेलिन्छ होला त्यही हेर्दै गर्नु होला ल गाइज अब चाहिँ हामीले मोमो च्यालेन्ज गर्नेवाला छौँ आउँदैन होइन लाइट पनि त्यहाँ लाइटै बोलेन कि फोनको यस्तै है मोमो चाहिँ कसले धेरै खाने थाहा होइन मैले खाने अन्त अब ल
कसले खान्छ है आज थाहा छैन 2 भानाको च्यालेन्जमा कसले खान्छ है ल रेडी 1 2 3 गो अब यहाँ यस्तो हो होइन जसले जति खान्छ त्यो थाहा छैन कसले कति खान्छ त्यो थाहा छैन कसले धेरै खान्छ गनिराख्नु है गाइज तपाईँहरूले गर्दै गर्नु हामीले कति खान्छौँ थाहा छैन अब यहाँ त भकाभक खाँदा खाँदा के हुन्छ त्यही हो चटनी खा यहाँ त्यही माथि मोमो खान होइन खानुपर्ने हुन्छ है गाइज हेरमै कसले खान्छ धेरै ल 1 2 3 गो Bansutin. Kalau dia harga paman kan? Lo guys, ada challenge पनि क्वालिटी त थाहा छैन क्वालिटी त कमेन्ट गर्नु है 2 भानामा दाइ या बहिनीले कमेन्ट गर्नु अब चाहिँ खाइयो त्यही हो च्यालेन्ज रमाइलो भयो हेरेपछि अब दिउँसोमा अझै रमाइलो हुन्थ्यो यहाँ रात पऱ्यो अँधेरो भयो त्यही भएर चाहिँ यस्तै भयो कस्तो लाग्यो कमेन्ट गर्नु